खोरहरू त यही पहिला बाख्राको फर्म थियो। अब यसलाई मैले भत्काएर बङ्गुरको बनाएँ। ए बाख्राकै खोरलाई चाहिँ तपाईँले बङ्गुर खोर बनाउनु भयो यो माथि एक तला थियो नि त यो माथि। अब त्यसलाई चाहिँ अब मैले अब बङ्गुरलाई त माथि पाल्न सकिँदैन, त्यो भएर यसमा हाले। टाढमा पाल्नु पनि सकिएन। अनि अब यिनीहरू नै हुन् अहिले यहाँ बङ्गुरहरू। हजुर। अब कुनै माउ अब माथि पनि छ अर्को खोरमा। जस्तै यो खोरमा चाहिँ कति पाल्नु भएको छ? यहाँ चाहिँ ल 60वटा जति होला। माथि छ एउटा 10वटा अनि यहाँ तल छ 7-8वटा। यहाँ माथि छ अनि जस्तै यो बङ्गुर पाल्नु र अरू पाल्नुमा चाहिँ के फरक हुँदो रहेछ? हजुर यो जस्तै यो अब बङ्गुर पाल्न त धेरै चुनौती पनि होला। यसलाई यो चाराहरू चाहिन्छ, धेरै कुरा चाहिन्छ। यसलाई चाहिँ कसरी म्यानेज गर्नु भएको छ? अहिले त यो पैसा नहुँदा अब घाटा लागेको हुनाले अब यो होटलहरूको भातहरू, अब यो फ्यालेका तरकारीहरू, हजुर हजुर, अनि अब यस्तै यस्तै चिजहरू ल्याएर उयो देखिहाल्नु यस्तै दाना दिएर पालिरहेको छु अहिले चाहिँ। अनि अलिअलि अब त्यसमा अब सप्लिमेन्ट अलिअलि फिटको दाना, अब भिटामिन मिनरलहरू अलिअलि हेरेर दिइरहेको छु। दर्शकबिन नमस्कार। कृषि अनि कृषकका कुरा यो हो एग्रो टिभी नेपाल। साथमा छु म गणेश कडेल। हामी किसानकै फार्ममा आउने गर्छौँ। आज हामी बङ्गुर पालन भन्ने बित्तिकै नेपालमा एक ताका धेरै चलेको थियो। धेरैले बङ्गुरमा धेरै डुबाउनु भयो, धेरैले बङ्गुरबाट धेरै राम्रो पनि मुनाफा लिनुभयो। तर वास्तवमा बङ्गुर पालन कस्तो खालको व्यवसाय हो, यस विषयमा आज हामी यहाँहरूलाई विस्तृत जानकारी दिने जमर्कोमा जुटिरहेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु। आउनुहोस् भिडियोलाई सुरु गरौँ। तपाईँलाई एग्रो टिभी नेपालमा स्वागत छ। हजुर धन्यवाद। आज तपाईँको फार्ममै हामी आएको छौँ। यहाँको परिचयबाट कार्यक्रम सुरु गरौँ। म चाहिँ शिशिर सिमखडा हो। शिशिर सिमखडा। हजुर हजुर। यो चाहिँ अहिले पहिला त मैले अब हाँस कुखुराहरू गरेको थिएँ। अब अहिले चाहिँ अब त्यो विभिन्न कारणले अब समस्याले गर्दा अब बङ्गुर पनि पालेर बसेको छु अहिले चाहिँ। अहिले बङ्गुर पालेर बस्नु भएको थियो यहाँनिर? हजुर। कति बङ्गुर पाल्नु भएको छ? हजुर अहिले त्यही 80-85 त्यस्तै छ। 80-85 बङ्गुर पाल्नु भएको छ। हजुर। यो जस्तै तपाईँले अरू नै व्यवसाय गर्नु भएको थियो योभन्दा अगाडि चाहिँ, जस्तै हाँस पाल्नु भएको थियो, कुखुरा थिए, अनि तपाईँको बाख्राहरू पनि थिए। एक्कासी यो बङ्गुर पालनतिर चाहिँ कसरी लाग्नुभयो फेरि? यस्तो भयो सर, अब यो हाम्रो के भयो भन्दादेखि अब पहिला हाँस कुखुराहरू पालेको, अब यो रोग आयो नि यो बिचमा एकचोटि महामारी जसरी सबैतिर रोग आउँदाखेरि चाहिँ अब मेरो पनि अब रोगले सबै नै सिटियो। अनि अब रोग महामारी रोग भन्नाले कस्तो बर्ड फ्लू नै आयो कि के आयो त्यतिखेर? त्यतिखेर त्यो जुन गाईमा लम्की स्किन जस्तै अब त्यो हाँस कुखुराहरूमा नै अब त्यसरी नै आएको थियो। अब रानीखेत जस्तो उहरू आएर अब एउटै पनि बाँच्न सकेन। त्यो ट्रो लगानी गर्नु भएको थियो, एउटै पनि बाँचेन। त्यो त सबै नै डुब्न गयो। अनिखेरि अब त्यो डुबेपछि त अब केही गर्ने विकल्प नै भएन। अनि त्यहाँ साथीहरूले अनि अरू पुरानो साथीहरूले अब मिलेर अब केही गरौँ भनेर अब 2-2वटा माउ 3-3वटा माउ दिएर अनि उनीहरू मिलेर सबैजना मिलेर गरियो। अब यही तरिकाले अब आइपुग्यो। भन्नु मिल्छ कति लगानी गर्नुभएको थियो यहाँ तपाईँले योभन्दा अगाडि? जस्तै तपाईँले धेरै पाल्नु भएको थियो बाख्रादेखि लगायत कुखुरा, त्यतिखेर कति लगानी गर्नुभएको थियो? त्यतिखेर त निकै लगानी थियो नि, 60-70 लाखै लगानी भइसकेको थियो। किन अब हाँस कुखुराहरू नै निकै भइसकेको थियो। बाख्रा नै अब लगभग झन्डै 200 पुग्न आँटिसकेको थियो। अब खोरहरू पनि त्यत्तिकै लगानी भएको थियो। अब त्यो लगानी अब बिचमा रोग आइदियो। अब रोग आउँदाखेरि अब इन्सुरेन्सहरूले पनि क्लेम दिएन, इन्सुरेन्स दिनुभएको थिएन। अब त्यो फेरि हाम्रो ब्याङ्कको लोन पनि थियो। लोनले गर्दाखेरि के भयो भन्दादेखि अब पहिला अब नेपालको सिस्टम लोन पहिला इन्सुरेन्स नगरिकन लोन नदिने, अनि इन्सुरेन्स गरिसकेपछि आएर फेरि चेक गरेर ट्याग नलगाउने। अब यो यस्तो मनलागी सिस्टम छ। अनिखेरि त्यसले गर्दाखेरि अब पहिला इन्सुरेन्स गराइयो, त्यसपछि लोन लिग्यो, अनि अब पछि हालेको चिजलाई त अब उसले हेर्दै हेर्दैन, क्लेमै मान्दैन। जस्तै तपाईँले यति धेरै लगानी गर्नुभयो, जस्तै नेपालमा बसेर केही गर्छु भन्ने एउटा भावनाको साथ अब लामो समयदेखि तपाईँ, मलाई लाग्छ 6-7 वर्षै भइसक्यो होला। योभन्दा अगाडि मैले 6 वर्ष अगाडि मैले भिडियो बनाएको थिएँ तपाईँको। त्यतिखेर तपाईँको यहाँ हरियाली थियो, सबै तपाईँले मजाले काम गर्नुभएको थियो। त्यति धेरै लगानी गर्नुभयो है। त्यति डुब्दाखेरि फेरि कृषि नै गरौँ जस्तो लाग्यो तपाईँलाई फेरि? फेरि यस्तो अब आफै अब सुरुदेखि जे गरिरहे अब त्यसबाट अन्त छोडेर फेरि विदेशै गएर पनि अब विकल्प नहुने। अनि अब आफूले अब सुरुवात गरिसके भएर अब जहाँबाट आगोले पोलेको घाउले आगै बार सेकाउनु पर्छ भन्ने जस्तो मान्यता लिएर अब कृषिबाट डुबेपछि कृषि नै बार जे गर्नु पऱ्यो पनि गरेर उठ्नु पऱ्यो भनेर
लागि जस्तै एउटा कुरा यो सोध्नु त अब अहिलेको यो समाजमा यो जायज चाहिँ नहोला सायद धेरैले मलाई गाली पनि गर्न सक्नुहुन्छ जस्तै ब्राह्मणको छोरोले बङ्गुर पालेर बसिराख्नु भएको छ यो उसमा धेरैले तपाईँलाई आफ्नो इष्टमित्रहरूले नि गाली गर्नु भएन नि के रह्यो त्यसमा होइन त्यस्तो त अब भइ नै हाल्छ अब जहाँ चाहिँ अब हाम्रोमा पनि त्यही नै हो समस्या त खासै अब त्यो राम्रो त कसैले नै मान्दैन म नि अब यो बङ्गुर पाल्न थालेदेखि कहीँ अब इष्टमित्र कसै कहाँ गएको पनि छैन त्यो राम्रो सोच्दैन अब राम्रो भन्दैन अब त्यो राम्रो भन्दैन भनेर नि के गर्ने आफ्नो जीविका पार्जन गर्न आफूले परेको समस्याहरू गर्नु पऱ्यो अब आफूले घाटा लागिएको छ अब कृषिबाट डुबाइयो अनि अब अन्त गएर पनि अब अर्काको लागि राम्रो भनिदिनको लागि र अर्काले चित्त बुझायो त बिचौरे आफै बिग्रिसक्यो अनि त्यही भएर अब यो पनि गर्नु पऱ्यो भनेर अनि अब साथीहरूले नि अब जानेको चाहिँ त्यस्तो भयो अलिअलि हुन्छ कि भनेर लागि पऱ्यो यसै कुरालाई हामी कन्टिन्यू गर्छौँ जस्तै तपाईँले अब बङ्गुर पाल्नु भएको छ त्यहाँबाटै सुरु गरौँ न कहाँनिर पाल्नु भएको छ त्यहीँ बसेरै कुरा गरौँ हुन्छ यहाँ हेर्नु यहीँदेखि छ यो माथि पनि छ जस्तै यो बङ्गुर चाहिँ कति रोपनीमा पाल्नु भएको छ अहिले अहिले खोरहरू त यही पहिला बाख्राको फर्म थियो अब यसलाई मैले भत्काएर बङ्गुरको बनाएँ ए बाख्राकै खोरलाई चाहिँ तपाईँले बङ्गुर खोर बनाउनु भयो है यो माथि एक तला थियो नि त यो माथि अब त्यसलाई चाहिँ अब मैले अब बङ्गुरलाई त माथि पाल्न सकिँदैन त्यो भएर यसमा हालेमा टाढमा पाल्नु पनि सकिएन अनि अब यिनीहरू नै हुन अहिले यहाँ बङ्गुरहरू हजुर अब कुनै माउ अब माथि पनि छ अर्को खोरमा जस्तै यो खोरमा चाहिँ कति पाल्नु भएको छ यहाँ चाहिँ ल 60वटा जति होला माथि छ एउटा 10वटा अनि यहाँ तल छ 7-8वटा यहाँ माथि छ हामी जस्तै यो बङ्गुर पाल्नु र अरू पाल्नुमा चाहिँ के फरक हुँदो रहेछ हजुर यो जस्तै यो अब बङ्गुर पाल्न त धेरै चुनौती पनि होला त्यसलाई यो चाराहरू चाहिन्छ धेरै कुरा चाहिन्छ त्यसलाई चाहिँ कसरी म्यानेज गर्नु भएको छ अहिले त यो पैसा नहुँदा अब घाटा लागेको हुनाले अब यो होटलहरूको भातहरू अब यो फ्यालेका तरकारीहरू हजुर हजुर अनि अब यस्तै यस्तै चिजहरू ल्याएर उयो देखिहाल्नु यस्तै दाना दिएर पालिरहेको छु अहिले चाहिँ अनि अलिअलि अब त्यसमा अब सप्लिमेन्ट अलिअलि फिटको दाना अब भिटामिन मिनरलहरू अलिअलि हेरेर दिइरहेको छु अब अहिले त्यति लगानी गर्न सक्ने फिटको दानै मात्रै खुवाएर पाल्न सक्ने अवस्था नि भएन जस्तै अब फिटकै मात्रै पालेर चाहिँ त्यसलाई फेरि अब बेच्दाखेरि रेट त्यति नआउला होइन त्यही रेट नि अब कस्तो छ भन्दाखेरि बुङ्गुरमा होस् वा नेपालमा जुनसुकै व्यवसाय यो ट्याममा उठ्ने सम्भावना छैन कि अब यो ट्याममा उठेन 2 महिना स्टक बस्यो त्यतिकै खुवाएर पाल्नु पऱ्यो भने त्यो फाइदा भने उल्टो नोक्सानी हुने अवस्था छ अनि त्यो नोक्सानी नै बिहोर्नु पर्ने अवस्था आउँछ नोक्सानी नै बिहोर्नु पर्ने हुन्छ मैले तपाईँलाई सोध्नै पर्ने हुन्छ जस्तै अब यतिखेर त नयाँ सरकारहरू आउनु भएको छ होइन जस्तै 2 तिहाईको सरकार छ कृषिमा त धेरै उहाँले चासो राख्नु भयो होला नि तपाईँले चाहिँ के देख्नुहुन्छ होइन अब अहिलेसम्ममा अब यो अस्ति यो सरकार बनेपछि चाहिँ जस एकचोटि आएर किसानहरू छैन भनेर चाहिँ आउनु चाहिँ भएछ किन अहिलेसम्म कुनै पहिला त अहिलेसम्म मैले लगभग 10-11 वर्ष भयो काम गरेमा यो सरकार हुँदाखेरि चाहिँ जे होस् गणना गर्न भनेर भए पनि को हुनु रहेछ गणना गर्न आएको भनेर दर्ताहरू फर्महरूलाई चाहिँ आउनु भएको छ अब त्यसपछि चाहिँ केही भएको छैन अब हुँदै होला कि अब आशावादी नै छु जे होस् यो सरकारप्रति अब अहिलेसम्म कसैले हेर्न पनि आएको थिएन भने यो सरकारले चाहिँ जे होस् छ कि छैन भनेर चेक गर्न चाहिँ गणना गर्न चाहिँ आएको चाहिँ किसान छन् कि छैनन् किसान कस्तो अवस्थामा छन् त्यो विषयमा उहाँले चाहिँ जानकारी लिएर अब के छ कस्तो छ समस्याहरू बुझेर टिपेर लिएर चाहिँ जानुभएको छ अब हिजो मात्रै तपाईँले एउटा प्रधानमन्त्रीको एउटा फोटो सार्वजनिक देख्नुभयो होला जुनमा चाहिँ प्रधानमन्त्रीले स्वयं याकको चिजको चाहिँ एउटा फोटो राखेर त्यो फोटोले यतिखेर खुब चर्चा पाइरहेको छ तपाईँले सायद त्यो हेर्नुभयो होला हेरेको त्यो डिडिसी अब ऊ भएको स्टक धेरै बसेको चिजको लागि मार्केटिङ गरिदिनु भएको छ उहाँले हजुर हजुर त्यसले निकै सकारात्मक भएर स्टकै क्लियरेन्स पनि भयो भनेर सुन्नमा आएको थिएँ आउन चाहिँ प्रधानमन्त्रीजीले एउटा फोटो हालिदिनाले स्टकमा रहेको सामान सबै बिक्री भएर अब आउट अफ स्टक भयो भनेर त्यस्तो पनि समाचार सुने त्यो चाहिँ अब सकारात्मकै हो जे होस् आफ्नो नेपालको उत्पादनको लागि त्यति गरिदिनु चाहिँ प्रधानमन्त्रीले जुन काम गर्नुभएको छ उहाँले एकदमै राम्रो काम गर्नुभएको छ किसानको लागि हजुर किसानको हक हितको लागि जस्तै तपाईँको अब यहाँ सोधिहालौँ न जस्तै तपाईँले यो बङ्गुर पालन व्यवसाय त गर्नुभएको छ होइन अब व्यवसाय गर्दा गर्दै तपाईँको त उत्पादन त धेरै हुन्छ त्यो बेच्नलाई पनि अब बजारको व्यवस्थापन पनि गाह्रै होला सायद अब यस्तो छ अब यो
कस्तो भन्दादेखि यो कहिले माग पुरा गर्नै नसकिने गरी हुँदो रहेछ, कहिले लाँदै नलाने। अब यो समस्या चाहिँ त्यो कस्तो भन्दादेखि अब कहिले यो गोर्मिराको भाउ धेरै भएर सतेज हुन्छ, कहिले जाम हुन्छ भने जस्तै यो उत्पादन पनि भएको बेलामा मूल्य पाइँदैन। अब कहिले एकदम नभएको बेला चाहिँ अब माग एकदम धेरै यस्तो चाहिँ समस्या छ। अनि यहाँ पनि बङ्गुर पालनमा चाहिँ तपाईँले जस्तो धेरै अब अरू पनि व्यावसायिक यो कृषिमा अरू पनि अन्य धेरै गरिसक्नु भएको छ। यो बङ्गुर पालनमा चाहिँ के रहेछ फेरि? अनि अब यस्तो छ, बङ्गुर पालनमा चाहिँ अब यो खर्च त्यति धेरै दाना पानी किन्न नपर्ने भएर चाहिँ खासमा अब यसलाई चाहिँ अब होटेलको भातहरू अब अनि तरकारी सरकारी अब यस्तै कट्याङकुटुङ गरेर खुवाएर पाल्दाले गर्दा चाहिँ लगानी धेरै नपर्ला भनेर अनि गरिरहेको छ। अनि अब व्यवसायमा पनि अब बाख्राहरूलाई अब समय लाग्यो धेरै, एउटा दुईवटा बच्चा पाउँछ। अब बङ्गुरले भए चाहिँ 10वटा 12वटासम्म बच्चा पाउँछ। अनि अब छिटो पनि भयो। अब अरू हिसाबले पनि अब खसी बोकालाई अलि समय लाग्ने, अब अरू कुखुराहरूलाई पनि समय नै लाग्ने नै हो। अब यसको चाहिँ एकैचोटि बच्चा पनि धेरै दिने भयो, अनिखेरि वेट पनि अब धेरै तान्ने भयो। अब त्यो 8 महिना 9 महिनामै बङ्गुर त 90-100 किलो भइ नै हाल्छ। अनि त्यो हुने भएर छिटो उत्पादन छिटो रिटर्न लिन सकिन्छ भन्ने हिसाबले चाहिँ अनि मैले अब यही भए पनि गरौँ भन्ने विचार गरेको। जस्तो के अनुभव तपाईँले यस्तोमा के पाउनुभयो? त्यस्तै अरू पाल्दाखेरि जस्तो तपाईँले भनिहाल्नु भयो होइन, जस्तै बङ्गुर पाल्दाखेरि अब जस्तै कतिवटा सुरु गर्नुभएको थियो, सबभन्दा सुरुमा तपाईँलाई यस विषयमा जानकार पनि हुनुहुन्न थियो होला सायद? थिएन। अब यस्तो भयो, मैले भने नि अब पहिला मैले हाँस कुखुरा बाख्राहरू थियो, तपाईँले नै पहिला अब भिडियो बनाउनु भयो, त्यति बेला अर्कै थियो, अलि ऊ थियो। अनि अब के भयो भन्दाखेरि बिचमा अब त्यो रोग आयो, सबै नै मरेर निकै घाटा लाग्यो। अनि अब घाटा लागे पनि संरचना त जस्ता त्यस्तै थियो। ऊ पो बिग्रेर गयो, हाँस कुखुरा पो मरेर गयो। अनि साथीभाइहरूले चाहिँ के भन्नुभयो पहिला चिनजानकोले, अनि त्यहाँ उता गोकर्णमा पनि अब बुङ्गुर पालन नदिने, अब यस्तोलाई बुङ्गुरको पालनहरू उठायो। उता गोकर्णको अनिखेरि यो यता मुलपानीको सबै उठाएपछि अब उहाँहरू त उतै हुनुहुन्थ्यो। अनि तपाईँको ठाउँ रहेछ, अब तपाईँको ठाउँमै पालौँ, बरु हामी त्यसको सट्टा बरु बुङ्गुरहरू दिउँला। अनि भन्दाखेरि अब म पनि अब सबै घाटा लागेर केही गर्न नसक्ने अवस्थामा थिएँ। अनि हुन्छ अब त्यही भए पनि गरौँ, अब अगाडि बढौँ नि त हुन्छ भनेर अनि उहाँहरूले बुङ्गुर दिनुभयो। अनि मैले चाहिँ अब त्यसैमा अब यहाँ मेरो फर्म थियो, उहाँहरूको बुङ्गुर गरेर अनि त्यही अलिअलि अगाडि बढाइ गरेँ। त्यसै जाउँ न, अब हेर्दै जाउँ कति के पाल्नु भएको छ। अब अस्ति भर्खर हावाले उडाइदियो, अब यो अगाडि पछि नभएर यतिकै थिचेर ढुङ्गाले थिचेर राखिरहेको छ। अब यसमा पनि छ बुङ्गुरहरू चाहिँ, अनि कुखुराहरू चल्लाहरू यस्तै नै छ। जस्तै यो काम गर्दा गर्दै कहिले लगानीको अभाव हुन्छ, कहिले उत्पादन गरी यो बिक्री गर्न पाइँदैन। हजुर, यो राज्यले यस विषयमा हेरेको छ कि छैन, के लाग्छ? अब यस्तो अहिलेसम्मको हिसाब भनौँ भने त हेरेको छैन नै हो। अब अहिले चाहिँ अब हेर्छ कि भन्ने आशा चाहिँ जागेको छ। अब नयाँ सरकारले चाहिँ हेर्छन् कि भन्ने तपाईँलाई आशा चाहिँ पलाएको छ। त्यही त अब यस्तो सुन्दा अब यो अरू आफ्नो नेपाली प्रडक्टहरूलाई अब यस्तो नै मार्केटिङ गर्दै गरेको हुनाले गर्दा चाहिँ अब न गर्छ कि भन्ने चाहिँ आशा चाहिँ छ। जस्तै यो सरकारले चासो देखाए, जुन चासो देखाएको देख्दा चाहिँ अब आशा पलाएको छ तपाईँलाई, अब नेपालमा बसेर केही गर्न सकिन्छ कि? जस्तै अब तपाईँ जस्तो धेरै युवाहरू नेपालमा केही सम्भावना नदेखेर हजुर होइन बिर्सिनु भएको छ। जस्तो तपाईँले आफ्नो यति धेरै लगानी अब 60-70-80 लाखसम्म तपाईँ यहाँ डुब्नु भयो, तैपनि कृषिमै केही गर्छु भनेर लाग्नुभयो। त्यो 70-80 लाख डुबाउँदाखेरि तपाईँको घर परिवारबाट कस्तो खालको सुझाव के भन्नुभयो त्यतिखेर तपाईँलाई? होइन, अब यस्तो पैसा डुब्दा त अब जसले नै अब कराउनु त कराउँदै नै भइहाल्यो। अब यस्तो भयो, यस्तो नगर, यो नेपालमा हुँदैन, त्यो जो कहिले नि भन्ने नै कुरा हो। त्यसलाई व्याख्या गरेर त्यसको केही गर्नु व्याख्या गर्नु उचित जस्तो नै लागेन, किन त जसले पनि भन्ने नै कुरा हो। अब त्यो भनेर पनि के गर्नु, विकल्प छैन। अब डुबी त सक्यो, अनि फेरि विदेश गएर पनि अब त्यही त अब हुने त त्यही नै हो। बरु यसैमा गरौँ, बरु केही न केही त समयमा त एक न एक दिन त जसको नै आउँछ भन्छन्, अब न किसानको नै आउँछ भनेर बसि नै राख्यो, त्यति नै राख्यो। चाहिँ कृषि पेसा नै किन अँगेल्नु भयो? फेरि मलाई यस्तो लाग्ने बच्चैदेखि नै के लाग्ने भन्दाखेरि बेसिक निड्स भनेर परियो। कृषि भनेको चाहिँ कस्तो भन्दाखेरि जस्तो सुकै सङ्कट आओस्, जस्तै सुकै अवस्था आओस्, यो चाहिँ कहिले पनि संसारबाट लोप हुँदैन। अरू चिजहरू भने चाहिँ बरु चाहिएला नचाहिएला, अब आवश्यक नहुँदाखेरि नचल्न सक्ला। तर यो खानेकुरा चाहिँ कस्तो भन्दाखेरि
जुनसुकै अवस्थामा पनि चाहिन्छ मान्छेलाई। अनि त्यो भएर चाहिँ मैले यो कृषि नै मात्रै ध्यान दिएको अनि। हजुर कृषि पेसा नै अब पछिसम्म काम लाग्ने पछिसम्म काम लाग्ने नै कृषि नै हुने। अब यस्तो सजिलो अवस्थामा त अरू अरू पेसा सबै राम्रै नै हुन्छ, तर कुनै सङ्कट आयो, भुइँचालो आयो, त्यो जब 72 सालको भुइँचालो आयो नि, मैले त्यसैबाट सुरु गरेको। 72 सालको भूकम्प आउँदै तपाईँले सुरु गर्नुभएको थियो? 72 सालको भुइँचालो पछि भूकम्प पछि चाहिँ भुइँचालो गयो, अनि खेरि त्यसपछि चाहिँ अब केही नै त थिएन। त्यसपछि स्कुल कलेजहरू सबै बन्द नै भयो। अनि अब त्यसपछि कुखुराहरू अलिअलि अब त पुरानो चर्केका घरहरूमा अब कुखुराहरू हालेर सुरुवात गरेपछि त्यति बेला के लाग्यो भन्दाखेरि अरू सबै चिज त बरु नचल्ने गरी नै हुँदो रहेछ, तर खाना चाहिँ पर्दो रहेछ मान्छेलाई भनेपछि कृषि गर्ने मान्छे खाना बिना मर्दैन भनेर अनि त्यसपछि मैले अब यो कृषि नै भन्दा अर्को विकल्प नहुँदो रहेछ भनेर। अघि तपाईँले एउटा कुरा भन्नुभएको थियो, त्यो कुरा मलाई साह्रै नै मन छोयो। जस्तै तपाईँले आगोले पोलेको घाउलाई आगोमै सेकाएर ठिक पार्नुपर्छ। जस्तै कृषिमै लगानी गरेर मैले कृषिमै डुबाएँ, हजुर म एक दिन त म कृषिमा डुबेको पैसालाई फेरि रिटर्न ब्याक ल्याउँछु भनेर तपाईँ फेरि लाग्नु भएको छ हजुर होइन? हजुर यसलाई चाहिँ अब कसरी चाहिँ के गर्नु सक्छ, कस्तो फिडब्याक दिइरहेको छ तपाईँलाई, के छ अब यो बङ्गुरले तपाईँको पुरानो पैसालाई फर्काउँछ जस्तो लाग्छ तपाईँलाई, के लाग्छ है? अब यस्तो हुन्छ, अब गर्दै जाने हो, अब दुःख गर्दै जाने हो। अब त्यति बेला नभएको त होइन, हुँदाखेरि त राम्रै नै भएकै नै हो। अब कस्तो भन्दा अब हाम्रो अब व्यवस्थापन राम्रो भएन, बिमा राम्रो भएन, अब सरकारी स्थिति पनि राम्रो भइरहेन। अब किसानलाई अब चाहिँ होस् हाम्रो त यो अहिले कस्तो छ भने जुवा तास खेला जस्तो मात्रै भयो नि त किसान भने त। अब कहिले आउला कहिले नआउला जुवा खेलेको जस्तो भयो। यो त सधैँ त नहोला नि, एक न एक दिन त यो त एक दिन त किसानको दिन आउला, दिन आउँछ नि त, सबैको दिन आउँछ भनेपछि किसानको नि जाउँ घुमेर तपाईँको फार्म पुरै हेरेर आज हुन्छ। तपाईँको हुन्छ अब कतै यतैबाट हुन्छ, कहाँ छ तपाईँको फार्म सर देखाउनुहोस्, हुन्छ। हेर्दैछौँ। अब यता उ भयो, अहिले त साथीहरू अब कसरी रागा हाल्नु भएको छ। यहाँ अरू पनि हुनुहुन्छ, अरू पनि हुनुहुन्छ अहिले चाहिँ। हजुर हजुर वही साथीहरू भएर अनि खेरि अगाडि बढेको हो। हौसला दिनुभयो है साथीहरूले। हजुर जस्तै अब यो डुब्नु त जुन लगानी गरिएको थियो यो डुब्यो, अब टेन्सन नलिनु, अब फेरि यो नयाँ बिजनेस गरेर नै उठाउन सकिन्छ भने उहाँले तपाईँलाई हौसला दिनुभयो। हजुर यहाँ चाहिँ कति रोपनी गर्नुभएको छ, यहाँ कति रोपनी लिनुभएको छ? अब यहाँ त कति हाम्रो 1900 पनि छ, 1900 पनि छ है। 1900 पनिमा अब छुट्टाछुट्टै हामी 3 जनाले गरिरहेको छ। यो छुट्टाछुट्टै व्यवसाय 3 जनाले गर्नुभएको छ 1900 पनिमा। हजुर हजुर अब यहाँ साथीहरूको उ भयो रागा भयो, यहाँ राङ्गा साथीहरूले गर्नुभएको छ। यो मकैहरू लगाउनु भएको छ यहाँ। यस किसानको मर्म किसानले नै बुझ्दो रहेछन् भन्ने कुरा त्यस्तो फिल गर्नुहुन्छ कि उनीहरू कहिलेकाहीँ? अब त्यो यस्तो हुन्छ, दुःख परेको मान्छेले नै अरूलाई दुःख परेको देख्ने त हो, सुख परेकोलाई त थाहा नै हुँदैन है। जो पीडामा बसेको हुन्छ उसैलाई त बुझिदिन्छ अर्काको पीडा। जस्तै यो भिडियो धेरैले हेर्नुहुन्छ होइन? हजुर जस्तै तपाईँ कृषिमा लागेर फेरि म यत्रो पैसा डुबाएर पनि म फेरि कृषि पेसा नै गर्छु भनेर अँगाल्नु भएको छ। हजुर जस्तै यो अब भिडियो चाहिँ कृषि मन्त्रालयमा पुग्यो होइन? हजुर उहाँले हेरेर तपाईँलाई हौसला दिएर हजुर त्यस्तो गर्नुहुन्छ जस्तो लाग्छ तपाईँलाई? खोइ अब त्यस्तो गर्नु हुँदैन जस्तो नि लागेको छैन, किन अहिलेको अवस्था चाहिँ त्यस्तो छैन। अब नयाँ सबै केही गरौँ नै भन्ने खालको नै लाग्छ मलाई चाहिँ अहिले चाहिँ। अब कृषिमा केही जोस भएका युवाहरू हजुर कृषिमा आउनु भएको छ होइन? जानी बुझेका कृषि विषय नै पढेका यस्ता विज्ञहरू हुनुहुन्छ भन्ने लाग्छ तपाईँलाई? अहिले चाहिँ होस् अब त्यो केही गर्नु नै हुन्छ जस्तो नै लाग्छ अहिले चाहिँ। पहिलाको जस्तो चाहिँ थिएन, पहिलाको चाहिँ अब केही नै गर्दै गरेन नै, उनीहरूले उयो किसानलाई गरिब पार्दै अनुदान आफ्नो कार्यकर्ता नै मात्रै बसाए। त्यस्तो पनि गरे है पुरानोले? सबै त्यही त गरे नि। अब त्यो उयो फर्म मात्रै कागजी फर्म भएको मान्छेले झोला बोक्नेले मात्रै अब अनुदान दिने, अब हामी जस्ताले हेर्दै नहेर्ने, हेरे पनि उयो एकैछिन आउने के छ कसो छ। सुन्यो नि फेरि यो कुरो कतिको जायज हो के हो बताइदिनुहोस् ल। हजुर जस्तै कोही अनुदान म मिलाइदिन्छु, तपाईँलाई चाहिँ 40% होइन तपाईँलाई 40% मलाई 60% पनि 60% पनि भन्नुभयो अरे, त्यस्तो त्यस्तो यहाँ पनि भयो, त्यस्तो नभएको होइन। अब यो कस्तो भन्दाखेरि पैसा मिलाइदियो भने जति पनि मिलाइदिन्छु भन्ने, अनि फेरि पैसा नदिए केही पनि नपाउने त्यस्तो अवस्था हाम्रो पनि भयो। मलाई त यहाँ आउँदा आउँदैन अब त्यस्तो कुरा निक्लिँदाखेरि तपाईँ मेरो फर्मै नआउनु भनेर नि पठाइदिएँ मैले पठाउनु त। यो तपाईँलाई पनि 40-60 को अफर त्यस्तो आउँछ। अब त्यो आएपछि के हुन्छ भन्दाखेरि पछिल्लो लेखरमा हामी फस्छौँ। अब उनीहरू पैसा खाने अनि हामी चाहिँ काम गरेको मान्छे चाहिँ कृषि पेसा गर्ने, बरु आफ्नो नाममा लिँदै नलिएपछि त बरु केही त फरक परेन नि भन्ने।
यस्ता मान्छे पनि टन्नै आयो त्यतिखेर त्यस्तो हुन्छ अनि मान्छेहरू ठिक छ ल उता पर पनि रहेछ तपाईँको बङ्गुर अब यहाँ चाहिँ अलिकति यहाँ त अलिकति त्यही 10वटा छ ए यहाँ पनि 10वटा छ तपाईँको यो पनि ऊ भयो हाँस पाल्नु भएको थियो मलाई अहिले पनि याद छ यहाँ हाँस थियो पहिला यहाँ पोखरी थियो यो घर बनेको ठाउँमा तल पोखरी थियो वास्तवमा यो भिडियो हामीले बनाउनुको चाहिँ मेन तात्पर्य जस्तै अब जस्तो वास्तविक किसान जसले कृषि पेसा गरिरहेको छ लामो समयदेखि कृषि पेसामा उमिरहेको छ हजुर उहाँहरूलाई चाहिँ टार्गेट गरेर भिडियो बनाउँछौँ हामीले चाहिँ होइन जो वास्तविक किसान छ उहाँको फार्ममै जाने उहाँको समस्या सरकार सामु राखिदिने गर्छौँ हामी जस्तो अब सरकारले यो भिडियो हेरिसकेपछि पनि छ हजुर यो चाहिँ दाना साना पकाउने उ गर्ने गाडीमा ल्याएर बगान ठाउँ हो यहाँ चाहिँ यो बङ्गुरको यो रोगहरू चाहिँ के लाग्दो रहेछ बङ्गुरलाई बङ्गुरलाई अब रोगहरू त धेरै नै छन् तर मेन अब मर्ने नै भनेको चाहिँ यो स्वाइन फिभरले मात्रै रहेछ यो स्वाइन फ्लूले चाहिँ दुःख दिन्छ है बङ्गुरलाई चाहिँ स्वाइन फिभरले निकै दुःख दिन्छ नि हजुर हजुर मेरो पहिला पनि यो फेरि यो बङ्गुर पालेर पनि अघिल्लोचोटि धेरै माउ मऱ्यो यतिखेर मऱ्यो तपाईँको यो बङ्गुरहरू यस लगभग 5-6 महिना अगाडि नि मेरो निकै माउ थियो 17-18वटा माउ थियो 8वटा माउ नै मऱ्यो अनि अब यस्ता सानो सानो त कति मऱ्यो अनि हजुर हजुर यसको चाहिँ बिमा हुँदैन रहेछ अब यसको बिमा हुँदैन भनौँ भने हुन्छ तर कस्तो तरिकाले हुन्छ जस्तो छ कि अब त क्लेमै हुँदैन अनि अब स्वाइन फिभरको त्यति मजाले उनी दिँदैन अब चाहिँ अब खोइ अलि सरकारले कराइ गर्यो भने चाहिँ गर्नुपर्छ अब सरकारले अब सुलभ तरिकाले चाहिँ यसको अनुदान होइन जस्तै यसलाई लाग्दा रोग लाग्दाखेरि यसको हरेक कुरामा चाहिँ पैसाहरू वास्तविक किसानलाई मिलाइदियो भने चाहिँ तपाईँलाई सहज हुन्छ अब यस्तो रोगहरू लाग्दाखेरि अब कल गर्दाखेरि अब यसको समस्याको अब हामी त सबै कुरा जानिँदैन किन अब कस्तो रोगलाई कसरी ट्याकल गर्ने उयो हामीले त अनुभव त हो नि योचोटि भएको चिजलाई अर्कोचोटि कुनै डक्टर वा कसैले सिकाइरहेर निको भयो भने यसरी निको हुन्छ भन्ने त जान्ने हो हामीले त अब त्यति पढेर यसको अब त्यो कुन औषधि चलाउँदा कस्तो हुन्छ त हामी सबै त जान्दैन नयाँ नयाँ रोग आउँदाखेरि त हामीले बचाउनै सक्दैन हामी जस्तै माननीय केपी खनालले एउटा चाहिँ कृषि एम्बुलेन्सको व्यवस्था हुनुपर्छ भनेर भन्नुभएको थियो नि उहाँले हजुर तपाईँलाई यो विषयमा केही जानकारी त्यस्तो हुनुपर्छ किसानलाई चाहिँ जस्तै कृषि यो एम्बुलेन्सहरू त्यस्तो आवश्यक पर्ने हुन्छ कि के छ यो बताइदिनु कृषि एम्बुलेन्स हजुर जस्तै अब किसानको जुन सामु उत्पादन भएको सामानलाई चाहिँ जस्तै अरू एम्बुलेन्स हुन्छ नि त्यसै गरी यो चाहिँ काहीँ रोकटोक नगरिकन बजारसम्म पुग्नु पर्यो त्यो त हुनै पर्ने हो हुन त खासमा रोकटोक बिना अब त्यो नि कि सरकारले पुरै जिम्मेवारी लिइदिनुपर्छ सरकारले लिन सकेन भने जसरी नि बिचौलिया आइहाल्यो अनि अब बिचौलिया कस्तो हुन्छ भन्दाखेरि अब त्यही परम्परा सिस्टममा आइहाल्छ अनिखेरि त्यो परम्परा सिस्टममा आउने बित्तिकै त्यही अब पुरानो यति दिन्छु यति दे यति नदिए भन्ने चलन आइ नै हाल्छ जसरी किसानलाई जसरी पनि मारमै पार्छन् है जसरी नि मारमा परि नै हाल्छ अब त्यो एकैचोटि त अब कस्न नसकेला अब रेतै तोकिदिँदाखेरि पनि अब सरकारले त लेखिदिने होइन हजुर यसमा त अब तपाईँलाई समस्या चाहिँ सबभन्दा बढी चाहिँ यो बिचौलियाकै छ यो किसानहरू सबैलाई नै समस्या बिचौलियाकै हो बिचौलियाले तपाईँहरूलाई चाहिँ अलिकति समस्या दिइरहेको छ अहिले पनि बिचौलियाले अनि अब अर्को समस्या के छ भन्दादेखि अब हामी चाहिँ कस्तो भन्दादेखि रिस्कको व्यापार भयो क्या जब जुवाचाट जस्तो भयो क्या यो लोन खोजेर लगानी गर्नुहुन्छ अनिखेरि मऱ्यो भने अब यसको कम्पेन्सेसन नै पाइँदैन काहीँ केही भएर नै उ नै भएन क्या यो अब दुःख गरिसकेपछि किसान भनेको चाहिँ खासमा कस्तो भन्दा दुःख गरिसकेपछि त्यसको न्यूनतम चाहिँ नाफा निक्लिनु पर्ने धेरै होस् नहोस् तर कमसेकम न्यूनतम चाहिँ आफ्नो जीविकापार्जन हुने जस्तै अब बिहानदेखि बेलुकासम्म लगानी गरेको त्यति चाहिँ कसैले नै घाटा लाग्न नसक्ने चाहिँ हुनुपर्ने हो क्या यो त्यो अवस्था चाहिँ राज्यले गरिदिनु त्यो चाहिँ राज्यले गर्नै पर्ने हो अब कति अब दुःख गर्न त अब लगानी नभइकन आएको हुन्छ अनि लगानी नहुनेलाई नि त अब यसो सहुलियत ऋण दिएर वा बिना धितो ऋणहरू दिएर त्यसलाई अब कस्तो भन्दा सुरक्षित गरिदियो भने त कमसेकम किसानले पनि खुला रूपले काम गर्न पायो नि अब हजुर बिमा दिने अनिखेरि अब काम गर्नको लागि अब सहायता गरिदिने अब प्राविधिकहरू पठाइदिने अब के कसरी गर्न सकिन्छ यसको उत्पादनमा बजार मूल्य के कस्तो हुन्छ हजुर अब सरकारले त गर्न सकिन्छ नि त सरकारले त यो त गरिदिनु पर्यो किसानले त एक्जामिन गरेको हुन्छ नि त सरकारले त अब कुन चिजको डिमान्ड कति छ कुन चिजको डिमान्ड हाई छ लो छ अनि कुनको भाउ आउँछ कुन बिक्री हुन्छ बाहिर कुन चाहिँ निर्यात गर्न सकिन्छ
अब कुन चिज कति पाल्दा हुन्छ भनेर त हामीले त यही नै पाल्नुपर्छ भन्ने पनि छैन नि त कुन चिजको डिमान्ड छैन यहाँ सम्भावना के को छ त्यो चिजै गर्न सक्यो नि अब हामीलाई थाहा नै हुँदैन अन्नधुन्न त्यसबाट भयो अनि त्यही कुरा सुनिन्छ अब हामी के गरिन्छ युट्युब हेरिन्छ अनि कहाँबाट एउटाले फाइदा भनिन्छ त्यसैमा लागि परिन्छ अब हामी त थाहा हुँदैन अब एउटाले अब बङ्गुरबार भनिन्छ हामी लागिपर्छ अनि अर्कोले फेरि कुखुरा यस्तो बाह्र हुन्छ भन्छ हामी त्यसैमा लागिपर्छ तर कमसेकम राज्यले चाहिँ त्यो निकाय बनाइदिएर त्यो ओरामा के चिजको सम्भावना छ त्यो ठाउँमा के गर्न सम्भावना हुन्छ भने राज्यले एउटा मार्गदर्शन जस्तो दियो भने अनि हामीले त त्यही अनुसारले काम गऱ्यो भने त अब उसले एउटा सुनिश्चित गरिदियो भने हाम्रो मेहनत सुनिश्चित गरिदियो भने त गाह्रो हुँदैन पनि सुनिश्चित भयो तपाईँको पैसा लगानी पनि सेफ ल्यान्डिङ भयो भने त काम गर्नलाई त विदेश जानै पर्दैन कोही युवा भने त विदेश जानु पर्दैन किन आफ्नो गाउँमा आफ्नो ठाउँमा केही न केही चिज त उत्पादन हुन्छ नेपालमा त हाम्रो त बाटोमा फ्यालेको सागहरू उयोहरू त सबै उम्रिरहेको हुन्छ विदेशमा त्यही त पाउँदैन हरियो चिज खान पाउँदैन अब हाम्रोमा त जे चिज पनि अर्ग्यानिक कुराको भाउ पाइरहेको हुँदैन यहाँ अर्ग्यानिकको पनि भाउ पाएको हुँदैन अब यहाँ त्यत्तिकै फ्याल्नु पर्या हुन्छ अनि अब किसानलाई पनि अब धेरै युरिया प्रयोग नगरौँ विषारी प्रयोग नगरौँ भनेर अब अवेरनेसहरू गर्ने त्यसको भाउ निश्चित तोक्रिने त्यसलाई पनि अब बाहिर निर्यात गर्ने गर्नु भन्दा अब नेपाललाई त खासै समस्या हुँदैन नि तपाईँको फार्म हाउस आज हामीले सबै घुम्यौँ है जस्तै अब अन्तमा जाँदै एग्रो टिभी नेपाल हेरेर बस्नुभएको दर्शकलाई के सुझाव दिन चाहनुहुन्छ अब यस्तो हुन्छ अब व्यवसायहरू गर्दा चाहिँ कस्तो भन्दाखेरि अलिकति एक्जामिन गरेर अब त्यसको सम्भावनाहरू हेरेर अब त्यसको कति सम्भावना छ त्यो सबै राम्रोसँग हेरेर मात्रै अब कुनै पनि काममा थालनी गर्दाखेरि चाहिँ अब अर्काको मात्रै सुनेर भन्दा नि अब त्यसलाई सम्भावना हेरेर मात्रै अब लगानी गर्नु होला हजुर अनि अब कति कुराहरू अब रोगहरू आउन सक्छन् अब दाना पानीको समस्या हुनसक्छ अब हामीसँग जति पैसा छ त्यतिले लगानी नगर्दाखेरि राम्रो हुन्छ किन 1000 रुपियाँ तपाईँले लगानी गरे हुन्छ त्यसले दाना पानी खाँदा औषधि उपचार गराउँदाखेरि तपाईँले 2000 को घाटा लगाउन सक्छ अब त्यो हुने अवस्थामा त हामी सबै नै डुब्न सक्छौँ अब हामी आफै सुरक्षित हुनुपर्छ अब राज्यले मात्रै नि सबैतिर आँखा भ्याउला नभ्याउला अब हामीहरू पनि अलिकति शिक्षित बनेर अब कति कुराहरू अब हामीले त्यो हुनसक्ने सम्भावना अब समस्याहरू अब कहिले रोग आउला कहिले केही होला केही समस्या पर्ला कहिले अब हावाहुरीले केही उडाएर लैजाला अब यस्तो चिजलाई पनि अब हामीले ध्यान दिएर अब बजारमा हुनसक्ने समस्या अनि अब भोलि बिग्ला नबिग्ला अब 1 महिना 2 महिना अब हामीले स्टक गर्न सक्नु पाल्न पर्ने होला वा नबिग्रेला त्यस्तो अवस्था आउँदाखेरि पनि अब के गर्ने अब हामीले सबै प्लानिङ गरेर त्यसरी गर्दाखेरि चाहिँ राम्रो होला भन्ने सुझाव दिन चाहन्छु हरेक कुराको जानकारी लिएर कृषिमा चाहिँ के गर्दा राम्रो हुन्छ हरेक कुराको तालिम लिएर गर्दा चाहिँ राम्रो हुन्छ भन्दै त्यसको अनुभव लिएर अब अनुभव लिँदाखेरि पनि अब हुनसक्ने अब क्षति हुनसक्ने अरू के कारणले क्षति भयो त्यही पनि नजरअन्दाज नगरिकन अब त्यसलाई अब ध्यान दिएर काम गर्नु सुरु गर्दा राम्रो हुन्छ महत्त्वपूर्ण समय दिनुभयो यो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार छुट्छौँ हजुर हुन्छ धन्यवाद